यो साला दुनियाँमा सबभन्दा ठुलो पाप भनेको चाहिँ बेगारी बस्नु रहेछ क्या। बेगारी बस्नु चाहिँ लास्टै ठुलो पाप होइन, श्रापै जस्तो भइसक्यो क्या। न केही काम छ, जहिले होइन खाली बस्यो घरमा। दुनियाँको छोराछोरी यार विदेश गएर कमाएर कत्रो कत्रो घर बनाइसके, छरछिमेक घरमा पनि यार आफन्तले पनि गर्दैन। बेगारी भएपछि त साला दुनियाँको छोराछोरीले जागिर खाइसके, दुनियाँको छोराछोरीले पैसा कमाइसके, आफू भने कहिले पालो आउने पैसा कमाउने। उमेर जान आँटिसक्यो खेर यार। दुनियाँको छोराछोरीको कत्रो कत्रो प्रगति गरिसके। धन्न आमाले चाहिँ त्यस्तो भन्दैन, त्यति चाहिँ ढुक्क लाग्छ। नत्र भए दुनियाँको कुरा सुन्दाखेरि त पागल बनाउँछ नि यार। यसले यस्तो गरो, त्यसले त्यस्तो गरो भन्छ यार। कसको कसको कुरा सुन्नु, कति कुरा सुन्नु, वाक्क हुँदैन मान्छे यार। यो बेगारी बस्नु जस्तो श्राप चाहिँ के होइन रहेछ क्या जिन्दगीमा साथी हो।